सो वेलकम ब्याक टु माई च्यानल नासिरिङ च्यानलमा। सो आज चाहिँ म पावर बलको लटरी किन्दैछु। सो यसको रिजल्ट चाहिँ भोलि आउँछ। पावर बलमा चाहिँ $64 मिलियन छ। सो हेरौँ विनर हुन्छ कि हुँदैन। मात्र $2 हो त्यो चाहिँ। अब म किन्न जाँदैछु होइन। भोलि हो यसको रिजल्ट के हुन्छ हेरौँ है त। ल गाइजहरू, यदि मेरो च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। सो लेट्स सी। हेर्नु त म अब लिन जाँदैछु है त। सो पावर बल मेगा मिलियन अमेरिकाको चाहिँ सबैभन्दा ठुलो धनराशि लटरी भनेको पावर बल र मेगा मिलियन हो। त्यसमध्येमा चाहिँ अब मेगा मिलियन चाहिँ $5 पर्छ। सो पावर बल सस्तो पर्छ अनि म चाहिँ पावर बल लिन्छु है त। ल लेट्स गो गाइजहरू, म देखाउँछु है तपाईँहरूलाई के हुन्छ कसो हुन्छ होइन। अनि पर्सि अब फेरि भोलि ड्र भएपछि चाहिँ म तपाईँहरूलाई रिजल्ट देखाइदिन्छु के त हुन्छ पावर बल विनर। सो यो अस्ति मैले स्क्रैचर किनेको थिएँ $10 को। यसमा चाहिँ मैले जितेको छु कति भने $50 समथिङ छ। त्यहाँ $25 अनि $5 तर 38 मा $5 है। अनि यता 41 मा $5, 27 मा $5 गरेर मैले जितेको छ। अनि माथि विनिङ नम्बर छ 34, 22, 38, 27, 9 41 छ। सो म चाहिँ अब यही टिकटको चाहिँ पैसा क्यास गरेर चाहिँ म साट्छु। अनि त्यसपछि यही पैसाबाट चाहिँ म आज पावर बल किन्दैछु। $64 मिलियन छ। सो भोलिको विनर चाहिँ म हुन्छु होइन। सो भाग्यले कतिको साथ दिन्छ हेरौँ है त। लेट्स गो। $50 विन्छ अस्ति गरेर। यसो मैले चाहिँ त मेरो $50 चाहिँ एक्सचेन्ज गरेर अनि फेरि एउटा $10 को स्क्रैचर ल्याएको छु। फेरि यसमा हेरौँ आउँछ कि आउँदैन। सो मैले चाहिँ अब पावर बल मात्रै लिने भनेर गएको। सुपर लो त छ एउटा, यो चाहिँ क्यालिफोर्निया भित्रको मात्र हो। $1 को हो यो। अनि मेगा मिलियन $5 को हो। अनि यो चाहिँ पनि लिनु पर्यो। अनि अर्को पावर बल पावर बल 7 रहेछ। यो चाहिँ म लिने भनेर गएको, अरू पनि लिनु पर्यो। ल ओके, ल आउँछ कि आउँदैन भोलि हेरौँ है त। ल खास गरी अब एउटा चाहिँ लिनु भनेर गएको, अब लिनु परिहाल्यो। ल यहाँ चाहिँ 10x रहेछ, एउटा 5x रहेछ। ल म कोर्स सेक्सनमा आयो भने म देखाउँछु है त। लेट्स डु इट। सो तपाईँहरू पनि यदि खेल्नु चाहनुहुन्छ भने ट्याङ्की किन्दै खेल्नुपर्छ। धेरै किन्ने होइन, एउटा दुइटा किन्ने हो। अब त्यही हो, लाटा खुट्टा बाटामा परियो भने त फेरि जिन्दगी बनिहाल्छ। अनि त्यही हो, अस्ति क्रिसमसको बेला एउटा केटीलाई पावर बल परिरहेको थियो $1.8 बिलियन भनेको धेरै हो। सो जस्ट ट्राई गर्ने होइन, आइहाल्छ कि भनेर। ल सो ल अर्को भिडियोमा भेटौँला। धन्यवाद। थ्याङ्क्स फर वाचिङ है त। ल